मकै भाँचेर असिना पानीले यस्तो बिजोग भएको छ ल के गर्ने होला यो मकै नउठ्ने भयो अब हिजोको पानीले हेर त त्यो त त्यस्तो पातल थियो र पनि जति भाँच्नु त्यहाँको पो भाँचे 70 भएको छ 70 सबै फर्सीको बोटहरू नि पहेँलो पहेँलो भएर सबै यस्तो नहुने बसिँदा पनि के गर्नु तरकारी त्यही पस्न पनि के पस्नु बिजोग भयो ए फले है मकै हेर न ए भर्खर अलिअलि फले खा ल पानीले हो सबै हेर त हिजोको पानीले यस्तो भएको नि थाहा थिएन त तिमीहरूलाई हेर न उहाँ अनारको गेडा कति फलेका ल्याउँछन् त चिचिलो त ला होइन हेर न त्यहाँको मकै उठाएको मैले झन् सबै ढलो यही साग मरेर यस्तो भएको साग यस्तो मरे घाँस पनि कति हो कस्तो दिक्क लागिसक्यो यस्तो मकै ढल्या देखेर काँक्राको बोट बल्ल यत्रो भए ए काँक्राको बोट उताको त्यही बोट सोट सुकिसक्यो के हुने हेर यो उठ्ला त यो मकै उठ्दैन यस्तो बिजोग भएको मकै ढलेर उठ्दैन यो मकै साग रोप्या त यस्तो छ है जस्तो रोप्यो त्यस्तै भने हिजो त्यत्रो पानी आएको आज यस्तो पटपटी फुटिसक्यो अस्तिको त बिरुवा सारा त्यत्रो भएको हेर्न उहाँ हिजो साग सबै छोप्या थियो उठाइदिएको मैले सिधा खान अलिकति थोरै मात्र सिधा यहाँ चाहिँ अनि यतिकै फल्छ त मलाई फेरि त यहाँ खोर्सानीको टुप्पा चिमार्दै कस्तो झाङ्गेको यतिकै फल्छ अब के फल्छ ढलेपछि फल्दैन अब उठाउनु न उठायो भने सबै भाँचिन्छ के उठाउनु त्यो फुल नटिपाइ कस्तो राम्रो फुल त सेतो